पुरस्कार छ होइन तपाईँलाई त यही तपाईँका चेला चपाटी अब रत्न पनि चेला रतन उहाँ चाहिँ के अरे फलक पनि चेला हुनुहुँदो रहेछ अरू पनि चेलाहरू आज भेटे चेलाहरूले चाहिँ तपाईँको अब भुपु विद्यार्थी मन्त्रीले नि तपाईँलाई बोलायो आज यही प्राङ्गणमा भेट्दाखेरि कस्तो लागेको छ होइन अत्यन्त चाहिँ खुसी लागेको छ धेरै चाहिँ अब आफूले आजभन्दा धेरै चाहिँ 35-40 वर्ष अगाडि पढाएका विद्यार्थीहरूसँग भेटघाट हुँदाखेरि चाहिँ यो अवसर चाहिँ एलुमनी एसोसिएसन जुन चाहिँ भूतपूर्व विद्यार्थी सङ्घले अवसर यो जुटाइदिएर चाहिँ यो कार्यक्रम मार्फत चाहिँ अवसर जुटाइदिएको छ यो एलुमनी एसोसिएसन विद्यार्थी भूतपूर्व विद्यार्थी सङ्घलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छु बडा दशकको उपलक्ष्यमा चाहिँ सबै भूतपूर्व विद्यार्थी र यहाँ उपस्थित सज्जनवृन्दहरू विद्वत वर्गहरू समाजसेवी वर्गहरू सबैलाई चाहिँ 2082को पावन वर्षमा बडा दशैंको पावन वर्षमा चाहिँ मङ्गलमय शुभकामना व्यक्त गर्दछु। तपाईँका चाहिँ स्टुडेन्टहरू अहिले वडा अध्यक्ष पनि हुनुहुन्छ तपाईँले अक्षर आएका चाहिँ रत्नजी यही हुनुहुन्छ वडा अध्यक्ष पनि यही वडाको अध्यक्ष यही स्कुलमा हुनुहुन्छ। म अत्यन्तै खुसी पनि छु यो देख्न पाउँदाखेरि मैले पढाएका विद्यार्थीहरू 8 जना जनप्रतिनिधि यही नगरपालिका गणेशगढ नगरपालिकामा 8 जना विद्यार्थी जनप्रतिनिधिको रूपमा चाहिँ निर्वाचित भइसक्नु भएको छ। यो रत्न प्रसाद सापकोटा सबैको त नाम त जान्दिनँ होला प्रेम सापकोटा अनि तुलसीको अरे अनि प्रकाश सापकोटा अनि 4 नम्बर भोमनाथ सापकोटा अनि तेज प्रसाद घिमिरे सबैको शिवकान्त तिवारी लगायत अब खुम्सीको सुभाष अनि खुम्सीमा के अरे भामनाथ अब यी करिब चाहिँ 7-8 जना विद्यार्थीहरू चाहिँ अब मेरा विद्यार्थीहरू चाहिँ जनप्रतिनिधि चाहिँ भएको देख्दाखेरि उहाँहरूबाट चाहिँ मैले सेवा लिन पाउँदाखेरि चाहिँ सुरेन्द्र यहाँ पढ्नु भयो होइन कसले सुरेन्द्रले होइन र तपाईँलाई त धेरै गौरवको अनुभूति हुनु रह्यो अब यही स्कुलमा यत्रा चाहिँ आफ्ना ऊ चाहिँ जनसेवामा लागेका पनि छन् तपाईँका विद्यार्थीहरू होइन मेरा विद्यार्थीहरू चाहिँ जनप्रतिनिधि चाहिँ पनि छन् कतिपय डक्टरहरू उत्पादन भइसकेका छन् इन्जिनियर थुप्रै छन् त्यसपछि अब व्यावसायिक रूपमा लागेका यो ध्रुव जयन्ती यो विद्यार्थी हो मेरो विद्यार्थी हुन् ब्याचलर लेभलमा पढाएको धेरै विद्यार्थी शिक्षक यहाँ थुप्रै छन् संस्थामा धेरै विद्यार्थीहरू छन् किसानमा धेरै विद्यार्थी छन् त्यहाँका चाहिँ मेजरै चाहिँ के अरे प्रबन्धक चाहिँ मेरा विद्यार्थीहरू हुन् कतिपय ब्याङ्कका म्यानेजर भइसकेका छन् यहाँ पुष्पराम महतो यो विकास आचार्य यी सबै ब्याङ्कका चाहिँ म्यानेजरहरू चाहिँ मेरा विद्यार्थी छन् यो देख्न पाउँदाखेरि चाहिँ अत्यन्त हर्षित छु अत्यन्त खुसी छु अब मलाई चाहिँ अत्यन्त गौरवको चाहिँ दिन कति वर्षको हुनुहुन्छ र अहिले चाहिँ नागरिकताको हिसाबले चाहिँ त अलिक कम र उमेर खास वास्तविक उमेरले अहिले 74 वर्षमा प्रवेश छु 74 वर्ष हजुर ल 74 वर्षको भए पनि तपाईँ युवै जस्तै एनर्जेटिक हुनुहुन्छ के अरे सर तपाईँलाई धेरै धेरै तपाईँका सबै यहाँ चेला चपातीले ढाकेर छन् यहाँ सबै होइन बिपु बचत किसान बचत गणेशगढ बचत अब कालिका माध्यमिक विद्यालय जनक माध्यमिक विद्यालय नेपाल राष्ट्रिय शमशेरमा मेरा विद्यार्थी हो नेपाल राष्ट्रिय शमशेरका हेड सर मेरा विद्यार्थी हुन् त्यहाँ बुद्धिसागर पण्डित जुन जनक माविका चाहिँ अहिले वर्तमान प्रधानाध्यापक हुनुभएको छ उहाँ मेरो विद्यार्थी नै हो। अब धेरै विद्यार्थीहरू चाहिँ मेरा चाहिँ अब सामाजिक सेवामा शिक्षा सेवामा अथवा सहकारी संस्था बैंक संस्थाहरूमा लागि परेका छन् कतिपय व्यवसायी पनि बनेका छन्। अब अत्यन्त म खुसी छु यो देख्न पाउँछु। धेरै धेरै धन्यवाद छ सरलाई एकदम। हजुर धन्यवाद।